Hello everyone, welcome to my mini vlog. आज चाहिँ म फर्स्ट अफ अल सबैजनालाई ह्याप्पी न्यू इयर है। हामी चाहिँ आज न्यू इयरको दिन यसो एकछिन बाहिरतिर डुल्नु जाने, क्याफेतिर जाने भनेर चाहिँ अहिले सल्लाह भएर हामी जानु लागेको छौँ। हामी चाहिँ कान्छी बहिनी, नाना, हेलो गाइज, हाई त भन्नु मेरो मिनी भ्लगमा। ह्याप्पी न्यू इयर। हामी चाहिँ अब एकछिन न्यू इयर मनाउनुको लागि बाहिर जाँदैछौँ। चाहिँ एकदम जाडो छ, त्यही भएर हामीले यस्तो खतरा ज्याकेट लगाइरहेको छौँ होइन त दिदी? दिदीले चाहिँ टोपीसम्म लाउनु भएछ। जाउँ है अब चाहिँ। ह्याप्पी न्यू इयर। अङ्ग्रेजी वर्षको नयाँ वर्ष होइन? हजुर, अङ्ग्रेजी वर्षको नयाँ वर्ष अरे फेरि यस्तो छ। अङ्ग्रेजी नयाँ वर्षको शुभकामना। हेलो दाई, वेलकम। हेर न, नाटक यस्तै गर्छ न, मलाई रिस उठेर आउँछ त हो। हामीलाई चाहिँ के छ हेर्नु न, नयाँ वर्षमा एक बक्सले पपकर्न ल्याइदिनु भएछ साथीलाई। गाह्रो छ मलाई भ्लगरलाई पनि। ल भेनालाई देखाएको है। यता के कुरा चल्दैछ यहाँ पछाडि? चिसोले सबैजना ग्रस्त है, पपकर्न खानु छोडेको छैन रहे पनि। नाटक है बुढो। ओ बुढो, हामी कति जानु लागेको भन्नु त? अमेरिका लाने अरे कसैले। अब ल है त, जाँदैछौँ हामी चाहिँ अहिले। यो होइन हाम्रो गाडी, भ्याक्सिन थोसीको टप 10 मा आएको अवस्था। सपिङ गर्नुको लागि सपिङ को गर्नुहुने हो? नयाँ सालमा सपिङ गर्नु भने पैसा खर्च गर्नु हुँदैन हामी, किनकि म त छाम्ने मात्र हो, मलाई कुटेर पठाउनु ल। किन नकिन्ने? मलाई मेरो थाहा छ नि तिमीहरूलाई। दामी दामी। ल टप 10 मा छौँ है हामी चाहिँ साथीहरू, भ्याक्सिनको टप 10 मा। कपडा चाहिँ केही नकिन्ने हो, हेर्ने मात्रै हो हामी त। चलो सेल लागेको छ कि? अब बुढोले मलाई हिजो झन्डै गिफ्ट किनिदिएको अरे, अब आज किनिदिनु हुन्छ अरे है बुढो? हेर्नु पनि भन्दैन, बेज्जत भयो भिडियोमा मेरो। जबरजस्ती हो भन्नु लाउँछु म। साथीहरू, धनी मान्छेहरूले किन्नुभयो, दिदीले गरिब भनेको यता एकजना भयो, उहाँ धनीले पनि किन्नुभयो, उहाँले पनि किन्नुभयो। हामी चाहिँ अहिले यहाँ माथि आइपुगेको अवस्था। सानो बच्चालाई गेम खेलाउनु ल्याएको, हाम्रो बच्चालाई गेम खेलाउनु ल्याएको। तिमी नै हान्ने बल? कान्छीले चाहिँ अब यहाँनिर उसको बल हाएर उतानिर छिप्पे हान्ने ठाउँमा ठ्याक्कै हानेर 2 पल्ट पाउँछ। पालै पिला हान्नुमा है, तिमी एकपल्ट म एकपल्ट है। एकछिन कान्छी झर्छ, एकछिनै ज्याकेट फुकाएर हान्छौ कि? जाऊ, टाइम हुन्छ। हान्देऊ पक्रा, मेरो पाली, नानाको पाली। आमा, मेरो त ताकतै छैन रहेछ भेन। राम डेन्जर हानेछ हौ भेना टन। नभेट्ने रहेछ है। आमा हो रहेछ।
पैसा एउटा रहेछ मैले कति थोरै हानेको मेरो हातमा दुख्यो 1500 मात्रै हान्यो तिमीले त लु दिदी हान्नु न टाइम गइसक्यो कान्छी तिमी हान्ने अब सेम कान्छी र दिदी 1500 तिमी एकछिनै झर्छ है टाइम हुन्छ क्या त्यो टाइम जान्छ नि फेरि लु सुरु भयो टाउन तर हाम्रो बच्चाहरूलाई हामी यहाँ गाडी खेदाउन ल्याएको है साथीहरू अहिले चाहिँ कडा हामी चाहिँ आज टिभी हेर्नु आज चाहिँ मुभी हेर्नु जाँदैछौँ 3D हेर्ने होइन त गाइज कुन मुभी हेरे अवतार 3D हेर्नु जाने हो यो भनेको के हो धेरै यस्तै सुनको अगाडि हुन्छ पाँचजना जीमा बस्दा नि हुन्छ नभए अरू भएसम्म भइहाल्छ साथीहरू हाम्रो मुभी चाहिँ 8 बजीको भएर हामी चाहिँ खाजा खानु निस्केको अवस्था न्यु इयरमा चाहिँ राति कुट्ने हामीलाई होला खाजा खानु आएको अवस्था खाएर मात्रै हाम्रो मुभी चाहिँ एकैचोटि 11:30 बजी सक्ने भएकोले चाहिँ हामी चाहिँ अब खाजा खानु हिँडेको अवस्था यति जाडो छ कि बाहिर चाहिँ है बुढो आइथाउनु साथीहरू हो जाडो भएको अवस्था कहाँ जाने होला नि खानु कान्छी जाडो भयो होइन माथि न्यानो थियो नि हुन्छ जाडो भएर चाहिँ धेरै हिँड्नु नसकेर बर्गर खाने भयो लास्टमा चाहिँ साथीहरू भर्खर उताबाट निस्केको यस्तो जाडो छ कि त्यही भएर यहाँनिर यस्तो छ बर्गर खानु पनि जुरेको रहेन रहेछ बिचरालाई आज त रेस्ट के यसरी खान्छु भनेर यार मेकअप बनाइसकेको मेकअपै गर्दै गर्न र लास्टमा त बर्गर पनि खानै पाएन हामीले अब कता जानु होला यस्तो जाडोमा दिदी कहाँ जानु होला यस्तो जाडोमा जाडो छैन के जाडो सोच्यो भने भ्याक्सिन थोसी जाडो छैन भनेर सोच्यो भने जाडो छैन जाडो छैन त ज्याकेट फुकाल्नु त जाडै छैन अब तँ पनि फुकाल्यो अब जाडै छैन ए तल पनि फुकाल्यो अब अर्को फुकाल्दा नानी हुन्छ नाटक जाडो भएको त्यो मान्छेहरू कतातिर भौतारिएको होला नि साथीहरू यस्तो जाडोमा हामी भौतारिरहेको अवस्था के खाने भनेर होइन प्लेन हेर्नु माथि बल्ल फाइनली हामीले चाहिँ यहाँनिर सिक्ताङमा आइपुगेको अवस्था मान्दु आइसक्यो जाडोमा यस्तो जाडोमा यो मान्दु के मिठो कान्छीले कस्तो मिठो मान्दु बनाएको हेर न हौ यो चाहिँ पाङ रहेछ मान्दु खाइसकेर पाङ आएको अवस्था धन्न सिक्ताङ खोजेर फोटो खिच्दैन अब पछि हगेको ल चोरीहरू छ हौ होइन मैले मान्दुको भिडियो गरेँ त हौ मान्दुको भिडियो बनाएपछि हगेर कस्तो हुन्छ यो चाहिँ मान्दुकै युट्युब यस्तो एउटै छैन हौ यस्तो पाङको कति खाऊ जी खाऊ
दिदी खानु न हौ मेरो फोकुङपाप आयो गाइज तपाईँहरूले फर्स्ट गरेको तर मेरो फर्स्ट आयो खेरान फोकुङपाप दामी छ जस्तै छ नि स्पेसल मैले गरेर अर्डर गर्ने हो हो मैले त धन्यवाद हाम्रो दाइलाई नाटक फेरि हामीले मोर्छो म चाहिँ लोवर भन्छु अर्को मिठो मगाए छ जस्तो छैन दिदी मिठो मगाए जस्तो लागेन हँसुले है वा अम्मा म त ढले त लु मान्छे भन्दै ठुल्ठुलो त्यही त धन दिदीले त आमा दिदीले ज्याकेट उकाल्नु थाल्नु दिदी खाइसकिन्छ आम्मा कत्रो आएको म त ढले भन्ने बेला अब त मासिके थुसे हो ल है यो भनेर मगाएको अरे दिदीलाई दिनु न अक्टोपस दिदीले खानुहुन्छ है दिदी कति मिठो लाग्छ दिदीलाई सिफुड मिठो लाग्छ नि कत्रो बटुका चाहिँ भनेको क्या कान्छी खाऊ बिस्तारै खानु टाइम छ कस्तो छ दिदी मिठो छ गुलियो छैन कान्छी खाऊ त रुपेश कहाँ गयो यस्तै गर्छ हेर्नु न सुप चाखेर सातो भयो भने मिठो गुलियो छैन नि पुरी छ ए रुपेश कहाँ गयो भने त बिचरा मेरो बुढाले त छालिनु गएको रहेछ नि त मिठो गरी खानु है धन्न ठिकै ठाउँमा आएछ असुल भएछ यत्रो कुद्दा धन्न राम्रै ठाउँमा ल्याउनु भएछ होइन दिदी सबैले खाइसक्नु आँटिसक्यो मेरो बुढा त बिचरा लु कान्छी भेनाले तिमीलाई ल अब खाइसकेपछि लुगा मैला हुन्छ नि त नि त मेरो बुढो ल उसलाई त चाहिने नि अन्त चाख्नु त कस्तो छ मान्छु मिठो बिचरा फाइनली यस्तो दुःख गरेर ठिक छ पार्टीहरू है मैले चाहिँ खाइसकेको अवस्था उहाँहरू चाहिँ अझै खाँदै हुन्छ हामी चाहिँ अब ठक्क लगाएर खाइसकेको चाहिँ कहाँ जाने अरे भन त कहाँ जाने हामी खाइसक्यो जाने अवतार मुभी हेर्नु जानु आँटेको अवतार खालको मान्छेहरूसँग सबसे यहाँनिर कुन चाहिँ म के म राम्रो जाडोमा तपाईँभन्दा ठुलो त बटुकै देख्छु त दिदी के हो बिचोलो मेरो बुढोले हाल्छमी खाँदैछ छैन है छैन हेर्नु त ल फाइनली के खाने भन्दा जाडोमा खोज्दा राम्रै कुरा खानु जुरेछ हामीलाई आज नयाँ साल भएकोले गर्दा चाहिँ धेरै सिताहरू चाहिँ बन्द रहेछ कि कति दुःख पायौँ हामीले अब हामी खाइसकेको छौँ मुभी हेर्नु जाने ल जाम हाम्रो फिल्म सेरो बुढा आउनु अहिलेसम्म खोजेकै रहेछ माथि नै होला खै दिदी लेट्स गो गाइस मुभी हेर्नु ढिलो भइसक्यो हाम्रो फर्स्ट टाइम मुभी हेर्नु आएको हामी चाहिँ एकछिन खुसीमा है मसँग चाहिँ मेरो ब्युटिफुल बहिनी र दिदी हुनुहुन्छ आउनु
हामीलाई छोड्यो भने त हाम्रो टिकट छैन त ल है कस्तो हुन्छ मुभी हेरौँ हामी ए छिरिसक्यो कोही छैन त मुभीमा त के हो यो ए चस्मा अरे जाऊ चस्मा नि दिँदैन बुढा 안녕하실 건데 뭐래 관광료가 온다. Done what Lord Sahi could do. Who are you to question the will of Awa? I am Sahi. फाइनली हाम्रो न्यु इयर चाहिँ सक्यो मुभी हेरिसकेर यता मुभी हेर्दाखेरि सुत्ने मान्छे यता है हाम्रो दिदीले 3.5 घन्टाको मुभी हेर्नु कस्तो लाग्यो दिदी राम्रो थियो बच्चाहरूलाई त लास्टै मन पर्छ है है साथीहरू हाम्रो नयाँ साल सक्यो लास्टमा मुभी हेरेर हेऱ्यो चाम्पङ खाइयो ल राति 11:30 बज्यो रातिको 11:30 बज्यो मकै छ है? र पनि मकै खानु छोडेको छैन हाम्रो साथीभाइहरूले ल यति भन्दै हाम्रो भिडियो चाहिँ टुङ्गाउँछौँ बाई बाई